सन्धिजीको ढोकेट पनि फुक्यो आज जस्तो राम्रो हो त्यस्तै छ राम्रै भन्छ होइन हजुर यिनीहरू अब हजुरले यसो भन्दै गरेर भोलि दिनमा हाम्रो छोरीचेली नानाहरूको यस्तो हो यो त नजाने रहेछ यो काम गर्न नसक्ने रहेछ यस्तो शब्द सुन्नु नपरोस् हस् धन्यवाद हजुरहरूलाई यो होइन यो जानकारीको लागि र सुझावको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद अब यसो भन्दै गर्दा मैले सानो अनुरोध पनि हजुरहरूसँग गरेँ है त यसमा अन्यथा नलिदिनु होला सही लाग्छ भने ताली बजाइदिनु होला गलत लाग्छ भने त्यसको अर्थ लाग्ने गरी मलाई प्रस्ताव पनि दिनु होला मैले के अनुरोध गर्न चाहेँ भने हजुरहरूको घरको यो घिसिङको के अरे छोरासँग विवाह हुने चाहिँ हजुरहरूको छोरी मोक्तानहरूको गुम्बाको चाहिँ एउटा प्रसाद होइन त खोले मेन्दो अब यो हाम्रो घरमा हामीले सहर्ष ग्रहण गरिसके पछाडि तपाईँहरूको त घरको सबभन्दा कान्छी छोरी हो कि त जेठो छोरो अथवा जेठी छोरी दुःखमा परे हुन्छ भने कान्छो चाहिँ जतिसुकै जस्तोसुकै अवस्थामा पनि कान्छोले बढी माया पाएको हुन्छ छोराले होस् या छोरीले होस् त्यो अलिकति सबैको प्यारो हुन्छ क्या त्यो भएपछि अलिकति माथिको पनि हुन्छ यसो भन्दै होइन माथिको हुन्छ अब हजुरहरूलाई के आग्रह गरेँ भने हजुरहरूलाई के आग्रह गरेँ सुन्नु न उसले सम्झिनु मेरो कुरा सुनिदिनु है यो मैले किन यसो भन्दैछु भने निचोड चाहिँ मेरो निचोड चाहिँ सुनिदिनु होइन भइसक्यो म सानो सुन्नु न यो तपाईँहरूको कान्छी छोरी कान्छी बहिनीहरूले मैले के अनुरोध गरेँ भने भोलि चुलोमा अगुल्टो नठसिकन बल्दैन भन्छ भोलि श्रीमान श्रीमती बिच खटपट होला होइन त्यो श्रीमान श्रीमती बिचको खटपटको कुरा पनि तपाईँहरूको चेलीले आमा मलाई यस्तो भन्यो दाइ मलाई यस्तो भन्यो भन्दा त्यो कुरा नसुनिदिनु होला किनभने श्रीमान श्रीमती बिच त कहिले काहीँ झगडा हुन्छ र पो माया हुन्छ त हो कि जति अलिकति थाकथुक भयो भने पो त त्यो माया पनि अलिकति पर्छ होइन त्यसमा होइन अब मैले बढी अब समारोहको रूपमा